आज आमा मुखेको दिन हुन्नान् माता तीर्थवंशी तब आज माता तीर्थवंश भएका कारणले मैले जो महिला दिदी बहिनी आमाहरू खडगमा गिट्टी कुट्टान भयो उनलाई फौल दिने निर्णय गरे। कपडा बहिनीको छ खाइले जान्दै छ नै जान्दै घर कहाँ हो ए ल यहाँ सुन तँलाई मेरो तर्फबाट यो आज उफार कोसेलो कपडा बहिनीको कोसेलो म त्यो रोडमा गिट्टी कुट्टा हेर्नु भयो उन दिदी बहिनीलाई दिनाले कालियो हो ल सामे हाँ ल खुस भयो एक टोपले हाले घाम हुन्छ टोपले हाले अब आज के हो आज थाहा छ र मुखेद्य दिन हो मुखेद्य दिनका अवसरमा कपडा बहिनीको कि तर्फबाट म सबै जो रोडमा गिट्टी कुट्टान भयो गरिब मान्छे उनलाई मैले कोसेलो स्वरूप दिदी बहिनीलाई आमालाई के गर्यो हो छौल दियो हाँ ल खुस भयो धेरै धेरै शुभकामना छ हो आमा मुखेद्य दिन हो। अब मैले आज आमा मुखेद्य दिन के गरेँ अब जो रोडमा गिट्टी कुट्टान भयो तब सबैलाई के छौल दिने भनेर योजना बनायो। तब तमलाई धेरै धेरै शुभकामना छ ल एक यो छौल छ यो छौल लिया हाँ आज आमा मुखेद्य दिन हो। तपाईँ मैले के योजना बनाएँ कि आज आमा मुखेद्य दिन भएका कारणले त्यो रोडमा गिट्टी कुट्टान भयो एकदम सबै दिदी बहिनीलाई आमालाई छौल दिने भन्ने निर्णय गरेँ। यो आज आमाको मुखेद्य दिन भएका कारणले तब उनलाई मैले सम्झिभरि खडगमा गिट्टी कुट्टान भयो उनलाई सम्झिभरि दिएको हाँ ल कहिले दियो भने कपडा बहिनीको खोलिरहेछ आज के हो आमाको मुखेद्य दिन हो। तर दिनमा आज मैले के गरेँ भने कपडा बहिनीको तर्फबाट जो रोडमा गिट्टी कुट्टान भयो उन महिलालाई दिदी बहिनीलाई आमालाई छौल दिने विचार गर्यो हो कपडा बहिनीको तर्फबाट तब आइयो हो यो म तँलाई छौल दिन हाँ एक ल यो छौल मजाले पालबेर थामे हाँ ल ल हाँ ल यो कपडा बहिनीको कोसेलो हो तँलाई आज आमा मुखेद्य दिन हो क्या अब ल यो म तँलाई टोप दिइगयो हो ल माता तीर्थवंशी आमाको मुख हेर्ने दिन सबैलाई शुभकामना छ।